दाजु के छ? ठिक छ तिलक। ठिक छ दाइ। अस्ति तपाईँ घरको लेआउट राम्रो भएन भने होइन, तपाईँले भनेर स्पेसल घरको लेआउट ल्याएर आएको छु। यता हेर्नु खै हेरौँ। ल, यो चाहिँ तपाईँको स्पेसियस 1 बेडरुम अपार्टमेन्ट, तपाईँको 4 पाटे रेक्टेङ्गलको आकारमा पाउनुहुन्छ। एकदमै राम्रो छ। यहाँ चाहिँ तपाईँको इन्ट्रान्स, अनि इन्ट्रान्समा जाने बित्तिकै यो चाहिँ तपाईँको वासरुम। वासरुम? अब जस्तै तपाईँ बाहिरबाट वासरुमले च्यापेर आएपछि यहाँ आउने, अनि हल्काउने, अनि घरभित्र जाने हो क्या। अनि त्यहाँबाट जाने बित्तिकै तपाईँको यो फुल स्पेसियस लिभिङ एरिया। अनि तपाईँ हुन्छ नि अब आइपिएल हेर्ने, बच्चा बच्चीसँग अब राम्रो टाइम स्पेन्ड गर्ने, एकदमै राम्रो छ। अनि यसको चाहिँ तपाईँको यो 4वटा हजुरको वासरुम। 4वटा वासरुम? अनि तपाईँ लिभिङ रुममा बसेर मजाले टिभी हेरिरहेको बेला वासरुम लाग्यो भने त अनि जानलाई काम लागेन त? 4-4वटा वासरुममा जाने? अब तपाईँको पालै पिलो तपाईँको हुन्छ नि 4वटा दिशामा 4वटा वासरुम राखिदिएको छु। जता मन लाग्यो त्यतै जाने के। ए ल ल ल ल, यो अब वासरुम भित्रबाट सकिसकेपछि यो चाहिँ तपाईँको स्पेसियस एल सेपको किचन। अब यो किचनको चाहिँ यहाँ वासरुम, यहाँ पनि तपाईँको वासरुम। किचनमा 2टा वासरुम? अनि दाइ, अनि तपाईँ किचनमा खाना बनाउनु पर्यो, तपाईँ स्पाइसी खाना खानु पर्यो। अनि स्पाइसी खाँदाखेरि अनि तपाईँ कहाँ बाहिर वासरुम जानुहुन्छ त? ए ल ल ल। भएर तपाईँलाई यहाँ किचनमै 2टा वासरुम। ल ल ल ल। अब यो चाहिँ तपाईँको स्पेसियस मजाको बेडरुम। अब यो बेडरुममा पनि तपाईँलाई 4वटा वासरुम। कति वासरुम हो र भाइ? अनि तपाईँ बेडरुममा बसिरहेको बेला अनि कहाँ तपाईँ बाहिर वासरुमको लागि जानुहुन्छ त? त्यो भएर तपाईँले बेडरुममै 4वटा मजाले। ल ल ल ल ल, यो छोडिदिनुहोस्। अब यहाँ तपाईँको स्पेसियस एल सेपको बाल्कनी दिइरहेको छु। तपाईँको यो बेडरुमबाट पनि एक्सेस छ, यताबाट पनि एक्सेस छ। अनि यसमा चाहिँ तपाईँको 1, 2, 3टा वासरुम। ल भाइ, म वासरुम गएर आएँ है।